हेलो एभ्रिवान। मार्केट अब कहिलेदेखि बढ्छ, गएको हप्ता के भयो र आउने हप्ता चाहिँ के हुनसक्छ त्यो हेरौँ है। मार्केटको पहिला हामी सपोर्टलाई हेर्छौँ भनेपछि हावरलीमा मैले चार्ट लगाएर हेरिरहेको छु। यो एरिया एउटा सपोर्ट रहेको छ भनेपछि यो चाहिँ यसको मेन सपोर्ट रहेको छ। अनि इन्डिकेटरहरू पनि लगाएर हेर्छौँ भनेपछि एमएफआई पनि धेरै तल नै आइसक्यो, आरएसआई धेरै तल आइसक्यो भनेपछि यो एरियादेखि चाहिँ बााउन्स ब्याक अगाडि पनि दिइरहेको छ। यो एरियातिर हेरौँ हामीले, यो एरियातिर आयो फेरि बााउन्स ब्याक, यो एरियातिर आयो फेरि बााउन्स ब्याक, यो एरियातिर आयो फेरि बााउन्स ब्याक। सो अब यही एरियादेखि बााउन्स ब्याकको आशा चाहिँ गर्न सक्छ हामीले। एमएफआईमा पनि हेर्छौँ भनेपछि सेम त्यही भइरहेछ। र यो एरियाबाट चाहिँ अब हामीले बााउन्स ब्याकको आशा चाहिँ गर्न सक्छौँ। अनि नेप्सेको डेली चार्ट हेर्छौँ भनेपछि होइन, योमा पनि के इन्डिकेटरहरू लगाएर एमएफआई र आरएसआई लगाएर हेर्छौँ भनेपछि एमएफआई चाहिँ मार्केट खस्दाखेरि नि अलिकति साइडवाइज अलि स्लोली माथि नै गइरहेको, यसको मतलब के हो कि मार्केटमा पैसा इन्फ्लो नै भइरहेको। अनि आरएसआई चाहिँ अलि तल छ, जसको मतलब चाहिँ मार्केटमा स्ट्रेन्थ चाहिँ घटिरहेको। अनि बाफियाको कुराले चाहिँ मार्केट घटायो। अब केही न केही कुरा ल्याएर चाहिँ मार्केट प्लेयरहरूले, ठुला बिग प्लेयरहरूले चाहिँ मार्केट चाहिँ घटाइरहेछन्। कहिले केही कुरा लिएर त कहिले केही कुरा लिएर मार्केट हेर्छौँ भनेपछि त्यस्तो नराम्रो केही छैन। लङ टर्मको लागि, मिड टर्मको लागि स्क्रिप्टहरू मजाले चुज गरेर राख्न सक्नुहुन्छ। अनि सर्ट टर्मको लागि चाहिँ अहिले चाहिँ त्यस्तो खासै हेरिहाल्नु पर्ने कुनै पनि छैन है। सर्ट टर्मको लागि यदि हेर्नु पनि हुन्छ भनेपछि बढी पैसा चाहिँ नहाल्नु होला सर्ट टर्मको लागि कुनै पनि स्टकमा। हामीले यो एरियालाई हेर्छौँ भनेपछि यो एरियामा मार्केट पुरै साइडवेज बसिसकेको छ। जुन टाइमसम्म 2785 2800 ब्रेक गर्दैन नि, त्यो टाइममा चाहिँ सर्ट टर्मको लागि खासै नहेरौँ। हेर्न त हेरौँ बट धेरै पैसा चाहिँ सर्ट टर्मको लागि नहेरौँ। यो एरियामा चाहिँ राम्रो कम्पनीहरू जुन हामीले मिड टर्ममा डबलसम्म खान सक्छौँ त्यो टाइपको स्टकहरूमा बढी फोकस गरौँ। जुन टाइममा होइन, जुन टाइम यो एरिया ब्रेकआउट हुन्छ 2775 2800को एरिया, त्यो टाइम पछि चाहिँ मार्केट कन्टिन्युसली बढ्छ क्या। त्यो टाइम पछि चाहिँ मार्केट चाहिँ मजाले बढेर जान्छ। तर जुन टाइमसम्म यो बिचमा बस्छ त्यो टाइमसम्म चाहिँ मार्केट चाहिँ साइडवेज नै बस्छ। अनि केही स्टकहरू पनि हेरौँ होइन, जुन हाइली एकुमुलेसन भएको छ। जसरी हामीले ब्याङ्कमा हेर्छौँ, 1 इयरमा हेर्छौँ भनेपछि केबिएल राम्रो एकुमुलेसन भएको छ। केबिएल राम्रो एकुमुलेसन भएको छ, इबिएल, पर्बु, एनआइएम वित्त, एलएसएल। तर हामीले चाहिँ हजुरलाई एउटा केबिएल र एउटा सानीमा, यो दुईलाई चाहिँ वाच लिस्टमा चाहिँ राख्नु होला। हामीले चाहिँ यो भनिरहेछौँ। अनि अरू सर्ट टर्मको लागि केही स्क्रिप्टहरू हेरौँ। सर्ट टर्मको लागि है, गएकोवाला चाहिँ अलि मिड टर्मको, लङ टर्मको लागि स्टक हो भनेपछि अहिले चाहिँ सर्ट टर्मको लागि एउटा दुइटा स्टक हेरौँ है। एसआइडिसिएल, यो स्टकमा चाहिँ भोल्युम राम्रो आइरह है, टर्नओभर राम्रो आइरह, राम्रो तरिकाले गइरह। हामीले हेर्छौँ भनेपछि यो एरिया चाहिँ होइन, यसले चाहिँ ब्रेक गर्न सकेको छैन। यो एरिया, यो एरियादेखि कन्टिन्युसली होइन, यो एरिया यसको स्ट्रङ एरिया हो। सो यो एरियादेखि नै कन्टिन्युसली फिर्ता भइरह। अनि एउटा डब्लु प्याटर्नको पनि फर्मेसन भइरह भनेपछि यो एरिया ब्रेकआउट हान्दाखेरि हजुरले लिन सक्नुभयो। यो एरियामै हजुरले लिन सक्नुभयो, राम्रो स्टक देखिरह। हामीले एमएफआई हेर्छौँ भनेपछि 85को लेभलमा छ, आरएसआई 58को लेभलमा। 60भन्दा माथि गएपछि धेरै ट्रेडर पनि एक्टिभ हुन्छन् आरएसआई चाहिँ। सो यो स्टकलाई चाहिँ हजुरले चाहिँ हेर्न सक्नुहुन्छ, राम्रो एकुमुलेसन भइरहेको छ यो स्टक। अनि अर्को स्टक हेर्छौँ भनेपछि एउटा होटेलमा पनि राम्रो पैसा गएको छ, तर अहिले बढ्न सकेको छैन। एउटा र्याली चाहिँ होटेलले दिन सक्छ है। सो होटेलबाट चाहिँ एउटा ओएचएल हेरौँ, एउटा सोल्टी होटेल हेरौँ। यो एरिया यसले टच गर्छ भनेपछि 550को एरियातिर होइन, त्यो एरियामा चाहिँ हजुरले चाहिँ एउटा सानो पैसा चाहिँ यो स्टकमा पनि अलिकति हाल्न सक्नुहुन्छ। ओएचएल पनि हेरौँ, तर यो पनि राम्रो छ, यसको पनि राम्रो चार्ट देखिरह होइन, मजाले माथि गएको छ। एउटा र्याली चाहिँ अझै पनि एक्सपेक्टेसन गर्न सकिन्छ। अहिले साइडवेज नै खेलिरहेको छ, घट्दाखेरि खासै भोल्युम छैन। बट बढ्दाखेरि चाहिँ हेर्नु होला, बढ्दाखेरि चाहिँ भोल्युम चाहिँ आइरहेको छ भनेपछि यो स्टक अलि राम्रो छ। सो यो स्टकलाई पनि अलिकति ध्यान दिनु होला। अनि मार्केट कहिले बढ्छ, मार्केट कहिलेदेखि बढ्छ, मेन क्वेसन यो रहेको छ। हामीले हेर्छौँ भनेपछि मैले अगाडि पनि यो कुरा गरेँ हो, जुलाईमा चाहिँ मार्केट कहिले पनि बढिरहेको हुन्छ। हामीले पछाडि इतिहास पनि हेर्छौँ भनेपछि जुलाईमा कहिले पनि अहिलेसम्म घटाएको छैन भनेपछि जुलाईमा चाहिँ मार्केट कन्टिन्युसली बढिरहेको हुन्छ। र अगस्तमा चाहिँ हाम्रो मौद्रिक नीति नै आइहाल्यो। गभर्नरले पनि भनेका छन् कि अबदेखि मौद्रिक नीति अब लचिलो खुकुलो हुँदै जान्छ। र हामीले त्यो अगाडिको मौद्रिक नीतिमा पनि हेरिसकेका छौँ।
त्यहाँ पनि 120को रिस्क वेटेजलाई घटाएर 100 पुगाइसकेको छ भनेपछि सबै राम्रो छ, सबै नेगेटिभ केही छैन। गभर्नर पोजिटिभ छन्, सरकार पोजिटिभ छ, अर्थमन्त्री पोजिटिभ छन्, सबै पोजिटिभ छ। ब्याङ्कमा पैसा तरलता लिक्विडिटी पनि राम्रै छ, इन्ट्रेस्ट रेट पनि लोमा छ भनेपछि ब्याङ्कमा अर्को कुरा चाहिँ सेयर धितो कर्जा हेर्छौँ भनेपछि अहिले टपमा छ, सबैभन्दा बढी छ भनेपछि डराउनु पर्ने त्यस्तो केही छैन। मजाले अपरेटर अलिक बिग प्लेयरहरूले चाहिँ मजाले कित्ता खोसिरहेको छन्। यो टाइममा हजुरले एउटा कित्ता पनि नफाल्नु होला क्या। यो टाइममा चाहिँ कित्ता फाल्दै नफाल्नु होला। यो राम्रो एकुमुलेसन भइरहेको जोन हो। यो जोन चाहिँ राम्रो एकुमुलेसन भइरहेको जोन हो। यो जोनमा एकुमुलेसन भएर चाहिँ मजाले चाहिँ मार्केट चाहिँ माथि जान्छ। अर्को कुरा होइन, अब यो टाइममा यति मार्केट साइडवेज बस्यो होइन, यो एरियामा भनेपछि हेर्नु होला, यति राम्रोसँग मजाले एकुमुलेसन भयो, तलमाथि हुँदै एकुमुलेसन भयो, ब्रेकआउट हुँदाखेरि हेऱ्यौँ हामीले मजाले राम्रो र्याली दियो भनेपछि यति धेरै साइडवेज नबस्ला। यति धेरै साइडवेज त बस्दैन, किनकि यहाँ ब्रेकआउट हानेर माथि गइसक्यो। अब केही एकुमुलेसन भएर चाहिँ यहाँदेखि पनि यही हिसाबले चाहिँ मार्केट चाहिँ माथि जान्छ। यदि यो एरिया ब्रेकआउट हान्छ भनेपछि मार्केट चाहिँ मजाले माथि जान्छ, त्योमा दुई मत नै भएन, मजाले मार्केट माथि जान्छ। मार्केट बुलिस नै छ, त्यस्तो प्यानिक नहुनु होला। मार्केट चाहिँ अब मजाले एउटा र्याली चाहिँ होइन, अब र्याली चाहिँ मजाले दिन्छ, 3200लाई तोड्दै अल टाइम हाई मजाले बनाउँछ। 3-4 मन्थमै हामीले त्यो देख्न सक्छौँ। कित्ता चाहिँ हजुरले जति सक्दो चाहिँ नफाल्नु होला यो एरियामा। यो एरियामा कित्ता फाल्ने एरिया होइन कि कित्ता एकुमुलेट गर्ने एरिया हो। किनकि ल मार्केट हामीले यता अलिकति साइडवेज बस्यो, त्यति बसेन, सर र माथि गयो भनेपछि मार्केट त्यति स्ट्रङ हुन्थेन क्या। स्ट्रङ मार्केट कसरी हुन्छ ल, यो पनि कुरा बुझौँ। मार्केट स्ट्रङ कसरी हुन्छ, जुन टाइम बढी किता ठुलो प्लेयरहरूसँग जसले अलिकति होल्ड गर्न सक्छ उनीहरूसँग बढी किता हुन्छ भनेपछि मार्केट चाहिँ स्ट्रङ हुन्छ कि। किनकि जो साना लगानीकर्ता छन् होइन, उनीहरूसँग कम किता भएपछि त्यति सप्लाई पनि आएन मार्केटमा। हामीले यही एरिया हेरौँ न, यो एरियामा मजाले राम्रो किताहरू होइन, ठुलो प्लेयरहरूसँग थियो, ठुलो लगानीकर्ताहरूसँग थियो, उनीहरूले मजाले राखेका थिए। त्यसपछि चाहिँ अब के भयो, त्यो टाइममा डिमान्ड चाहिँ बढी भयो, सप्लाई चाहिँ कम छ भनेपछि मजाले मार्केट गयो। सेम त्यही कुरा चाहिँ यो एरियामा भइरह, हामीले बुझौँ। यो एरियामा पनि सेम कुरा भइरह। है अब जुन अब पुरै किताहरू धेरै जस्तो किताहरू अब ठुलो प्लेयरहरूले बिग इन्भेस्टरहरूले मजाले यो एरियामा एकुमुलेट गर्छ। हामीले किता चाहिँ नफालौँ है, हामीले किता नफालौँ। केही टाइम कुरौँ होइन, कुर्न सक्नेले मात्र कमाउने हो क्या। टेक्निकल एनालाइसिस फन्डामेन्टल एनालाइसिस मात्र सबै थोक होइन, यो कुरा बुझ। आफ्नो इमोसन कन्ट्रोल गर्न सक्नु पर्यो, माइन्डसेट पनि स्ट्रङ हुनु पर्यो क्या। सेयर मार्केट भने त्यस्तो कुरा हो, धेरैले सोच्नुहुन्छ आज पैसा हालेपछि भोलि डबल पर्सि होइन। सेयर मार्केट भनेको सबैभन्दा अप्ठ्यारो ठाउँ हो पैसा बनाउनको लागि। यदि यो सिम्पल हुन्थ्यो भनेपछि मान्छेहरू त्यत्रो किन पढ्थे होइन, त्यत्रो काम किन गर्थे होइन। सजिलो छ भनेपछि पैसा हालेर पैसा आउने भएछ। तर अरू कुरा नि चाहिन्छ, टेक्निकल एनालाइसिस फन्डामेन्टल एनालाइसिसले मात्र मार्केट होइन पुरै हेर्न सकिन्छ भनेपछि त होइन। त्योमा चाहिँ सबैले 2-3 किताब पढेकै होला, युट्युबमा 4-5 भिडियो हेरेकै होला। माइन्डसेटको बारेमा कसैले सिकाउँदैन। माइन्डसेट स्ट्रङ राख्नु पर्यो, इमोसन कन्ट्रोल हुनु पर्यो, त्यसपछि कमाइन्छ क्या। सर्ट टर्मको लागि अहिले हेर्नुपर्ने त्यस्तो एरिया नै छैन क्या। सर्ट टर्मको लागि हेर्नुपर्ने एरिया होइन, मिड टर्मको लागि लङ टर्मको लागि सोचौँ। यो एरियामा मजाले एकुमुलेट गरौँ। ठुला प्लेयरले पनि मजाले एकुमुलेसन गरिरहन्। त्यत्रो सेयर धितो कर्जा आएको छ भनेपछि त्यो त्यत्रो सेयर धितो कर्जा मान्छेले तानेर घरमा नराख्या होला नि त, ब्याङ्क एकाउन्टमा नराख्या होला नि ब्याज तिर्नको लागि भनेपछि मार्केटमा पैसा आइसकेको छ, राम्रो पैसा मार्केटमा छिरिसकेको छ भनेपछि त्यस्तो नेप्सेको हेरौँ होइन, नेप्से अलिकति हेरौँ। यो दिन हेरौँ है, 6 अर्बको टर्नओभर आएको थियो यो दिन भनेपछि त्यस्तो प्यानिक हुनुपर्ने कोही केही छैन कि। कसैले बेचिरहेको छैन। जो प्यानिक भइरहन् तिनीहरूले मात्र सेल गरिरहन्। प्यानिक हुनेले मात्र सेल गरिरहन् कि यो टाइममा। जो प्यानिक भइरहन् उनीहरूले सेल गरिरहन्। उनीहरूको किता ठुलो प्लेयरको भाग गइरह भनेपछि ठुलो प्लेयरले मजाले एकुमुलेट गरेर राखिरहन्। त्यसरी 58ले होइन, 58 सबभन्दा ठुलो ब्रोकर मजाले ब्याङ्क कन्टिन्युसली बाई 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 गरिरह भनेपछि केही न केही चलिरह नि त। त्यो त त्यति त बुझौँ हामीले। 58ले मजाले बाई गरिरह भने चाहिँ हजुर किन डराउनुहुन्छ क्या। 58ले बाई गरेपछि हामीले म्याक्सिमम्ली बुल मार्केटमा हेर्छौँ भनेपछि जुन जुन टाइम 58ले कन्टिन्युसली बाई गरिरहेको हुन्छ त्यहाँसम्म डराउनु हुँदैन क्या। अब मार्केट जुन टाइमसम्म अब यहाँदेखि फर्केला होइन,
मार्केट यहाँदेखि मजाले फर्केला। जब यो एरिया ब्रेकआउट गर्छ त्यसपछि हेर्नु होला मार्केट मजाले माथि जान्छ। यो 2800 ब्रेक गर्दाखेरि नै मार्केटको टार्गेट त्यसपछि 3000, 3000 हुँदै मार्केटको टार्गेट 3200, र त्यसपछि चाहिँ 3200 देखि अल टाइम हाई। त्यसपछि के गर्ने होइन, कसरी स्टकहरू म्यानेज गर्ने। धेरै मान्छेहरू 3200मा फस्नुभयो, तर योपालि चाहिँ मार्केट धेरैले हजुरहरूको केही क्वेसन छ भनेपछि कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्टमा चाहिँ हामीले चाहिँ कमेन्टमै रिप्लाई गर्छौँ हजुरको केही डाउट छ भनेपछि होइन। र अब चाहिँ नेक्स्ट भिडियोमा भेट्छौँ अर्को हप्ता।